हेलो गाइज, म चाहिँ टलक जिम्बा। आज चाहिँ म धेरै दिनपछि मेरो युट्युब च्यानलमा जोड्न चाहे फेरि पनि। मेरो चाहिँ आजको भ्लग भनेको छोटो र मिठो एकदम। गाउँ अब कतिको परिवर्तन भएको, गाउँमा कतिको के कस्तो भएको देखाउन चाहेँ मैले चाहिँ। म चाहिँ अब गाउँतिर हिँड्दै डुल्दै बनाउने हो। अब आउनुहोस् हेर्दै जाउँ कस्तो हुन्छ रमाइलो। आज चाहिँ अब हामी गाउँ यसो डुलडाल गरौँ होइन, के कस्तो हुन्छ हेरौँ न। गाउँमा कतिको अब अगाडिबाट चाहिँ अटो आइरह, अटोलाई यो साइड लगाइदिउँ है। म अलि राजा आउँदैछु नि त, राजा भन्दै हिँड्नु पऱ्यो नि। अब पहिल्यै त धान रोपेको बनाएको थियो, अहिले त छैन। अब त यसपालि त अलि ढिलै भइसक्यो। आडे ग्याङ दर्शन बाबा अहिले चाहिँ हेर्ने अब यता बाटो निकालिदिए होइन। अब यता ग्राभल साभल हालिदिएको रहेछ। अब काठमाडौँ भएको केटाहरूले कति थाहा छैन होला। यताबाट गाडी हिँड्छ है, केटा हो गाडी हिँड्छ, यताबाट गाडी पुरै हिँड्छ। अनि अलिअलि अहिले चाहिँ परिवर्तन भएको पुरै। अब चौरी सौरी पुरै अब तार सार यता जाली साली लाउनु भन्ने सुने यसो घुम्दै गइदिउँ। यहाँ टोइलेट सोइलेट बने यता केही थाहा छैन। अब त धान रोप्ने सिजन आइसक्यो यार। हामीले अब विकास चाहिँ खत्रै भएको छ कि अहिले होइन। ट्याक्कै यता धारा सारा छ अहिले, घर घरमै धारा। ए मस्तले होइन दार्स्याङ अनि यता धारा छ कि अहिले, किनभने अब राम्रो ठाउँ सबै ठाउँ चाहिँ अहिले त घर घरमै पाइन्छ क्या। अब यतिको भएपछि के चाहियो टाइङेबासीलाई। टाइङे बस्तीको मान्छेहरू कहाँ। अनि अहिले त हाइफाईवाला जीवन जिउँछ। काठमाडौँको मान्छेले के जीवन त्यस्तो जिउनु यार। काठमाडौँ पानी छैन भन्ने टाइममा पानी किनेर खानु पर्ने। यहाँ त घरमै हाम्रो गाउँमा जब मैले भिडियो बनाउनु थालेँ नि, त्यहाँबाट पुरै भट्टाभट विकास हुँदैछ यताउता सबै ठाउँ होइन। पानी सानी आउने पुरै होइन। अन्त यहाँ हाम्रो यता गाउँमा आँप पनि छ कि, तर आँप खाने मान्छे चाहिँ छैन क्या। अब आँप खाने मान्छे पनि होस् कसरी। अब आँप खानेहरू सबै विदेश। अब म काठमाडौँ। अब म कहिलेकाहीँ आउँछु अनि गाउँमा, अनि आउने बेला 1-2 दिन बस्छु गइदिन्छु। अब यस्तै छ, के गर्नु। गर्मी पनि अलिअलि होइन यहाँ तराईमा। विकास भइसक्यो हेर्नु न। अब पानी पुरै झरेर पानी अफ गर्ने मान्छे झरी छैन। यस्तो खतरा विकास भयो, पानी पुरै फ्री हो पुरै। तर म गएर चाहिँ अब यसलाई मारिदिन्छु क्या। पुरै पानी मुखसुख धोएर होइन, पानी टक्क मारिदिन्छु। खतरा छ कि अहिले विकास चाहिँ यस्तो खतरा भएको यो ठाउँ होइन। तर मैले मुख धुनु चाहिँ पाएँ है यो पानीले। यस्तो बवाल छ कि कति चिसो। ओहो खतरा भयो ल। म चाहिँ अहिले मुखसुख पुरै धोइरहेको छु, पुरै फ्रेस भएर। यस्तो चिसो पानी छ नि हाम्रो गाउँको होइन। अब यता पनि विकास हुँदैछ कि। हामी यहाँ चौरी छ नि, खतरा बनाउँदैछ कि अहिले। अब अलिअलि यता पैसा सैसा बजेट सजेट झरेर त्यहाँ चाहिँ मैले पनि यसो हेरिदिउँ न कतिको बनाएको छ। चौरीमा आएपछि हाम्रो जे चिज हुनु भइरहेको थियो त्यही देखाउन आइरहेको छ हामी चाहिँ। अब केटीहरूको पनि खत्रै अहिले चाहिँ प्र्याक्टिस हुँदैछ यताउता होइन। हाम्रो प्र्याक्टिस गराउने दाइको नाम चाहिँ अब सचिन हो, कोच भन्छ नि अब केटीहरूले यहाँ होइन। अब कोचै हो उसले चाहिँ। अब राम्रो सिकाउँछ हाम्रो केटीहरूलाई, बहिनीहरूलाई, केटीहरूलाई भन्दा नि भाइ बहिनीहरूलाई राम्रो सिकाउँछ भन्छ। एकदम बवाल हेर्नु सक्नुहुन्छ हाम्रो यहाँ के उयो हुँदैछ विकास हुँदैछ। हेर्नु यहाँ यस्तो बनाउँदैछ होइन, यस्तो खतरा हुँदैछ। यता पनि हुँदैछ पुरै। यो अब यसले चाहिँ पुरै घेर्ने रे यताउता पुरै। अनि त्यसपछि यहाँ चाहिँ अब गाडी बन्द हुन्छ अरे, केही छिर्नै पाउँदैन। अनि छिर्न पायो भने त के काम। उताबाट घुमेर आउनु, अस्मितको घर जानु पर्यो, उताबाट घुमेर आउनु यहाँनिर आउनुलाई। अहिले मजै आएन नि गाई चाहिँ त। तर ठिक छ, विकास भइरहेको एकदम बवाल। उता पनि भइरहेको छ बहिनीहरूको प्र्याक्टिस। यो एउटा स्कुल यता पनि थप्दैछ भन्ने सुनिरहेको छु मैले होइन। अब म चाहिँ अब किनभने अब आउने हो म त भोलि कि त पर्सिको फेरि काठमाडौँ लागिहाल्छु। अनि त्यही भएर अहिले गाउँ आएको चाहिँ टट्ट एउटा भिडियो बनाउँ भन्ने चाहिँ सोच्दै आएको म नि त गाउँ डुल्न। अब अलिअलि रात परिसक्यो अहिले त। अब रात पर्नलाई अब के गर्नु त, अनि नपर भन्नु मिलेन त्यसलाई। ठिक छ अहिले यतिकै हो। अब यति चाहिँ भइरहेको भन्ने जो एकदम। हामी चाहिँ मेस्सीले भेट्न जाँदैछ। मेस्सी चाहिँ त्यहाँ बसिरहेको छ होइन, खेल्न नसक्ने अवस्था। मेस्सी चाहिँ के भएछ अब हामी त्यहाँ गएर सोधपुछ गर्नेछौँ मेस्सीलाई, अवस्था कस्तो छ मेस्सी तपाईँको भन्ने चाहिँ हामी एकदम इच्छा छ। त हामी कुद्दैछौँ अहिले नै। के भयो तपाईँलाई, मेस्सी के भयो, किन बस्यो यसरी एकासी खेल्न सक्यो, के हो बुढ दर्द हो र यता। यसलाई चाहिँ अब काटिदिने आराले यसरी काटेर छोटो बनाउने, छोटका बनाउने, छोटका। अघि बिहान आइपुग्यो मुजी राता लागौँ नि हामी। बुखै ऋतुको छोराको भात खायो भने लास्टमा त भोलि रहेछ होइन। आजमा आएको त विशाल कम बौला मुजी बौलाएर चिट्लेर आएको छ होइन। भात खाइ भोलि राख्नु त म आफै मैले खेल्नु पाउने चाहिँ ड्रिउ अझै हिँड्दै ड्रिउ। ए रातो यहाँ कलदुर लगाइदिएको कलदुरले केरा काँडा लगाइदिएको। मेस्सीको खोइ हाम्रो के खोइ त हाम्रो यहाँ के चाहियो ल। यता पेरिस, यता बार्सिलोना। ओ ए अफकोर्स चड्डी चाहिँ रातो। ए पुगेर यस्तो पास गरेर यस्तो पास गरेर गएर त साधन पास बौला क्लब गरेर त्यस गराउँछ र।
हाम्रो गाउँको एकदम टिकटकर फेमस रिपी भाइ खतरा जान्छ त्यसको टिकटक अनि डान्स एक सर्ट जाओस् न मेसी प्लिज कानुन डान्स एकचोटि फेरि कन्डो डान्स कि कन्डा तिमीहरूको कुद्ने आयो चाहिँ 10 रुपियाँ पाउँछ आइज ल धेरै त छैन नकुद्ने तिमीहरू कुदाइज अब 10 रुपियाँको पार्टिसिपेट चाहिँ हाम्रो 3 जना मात्रै भागेर यो तिमीहरू भाइ तिमी उता बस ल तिमी नकुद्ने अलि उता बस रिदम के तिम्रो रितेश भुजेल अनि तिम्रो शिशिर योन्जन ल 3 जनामा यो रिदम रितेश अनि शिशिर गो 10 रुपियाँ गेम चाहिँ हाम्रो यो रिदम भाइ रिदम घलानले जित्या छ है पैसा चाहिँ रेडी भइसक्यो हाम्रो ल भोलि चाहिँ के खेल्ने तिमीहरू भोलि पनि रेस होइन छिटो अहिले एकदम हस्तान्तरण गर्न रेडी छौँ भाइको नाम चाहिँ रिदम घलान ल ल ल एकदम ल भोलि त झन् अलि लामो हुन्छ भोलि जित्छ कि जित्दैन हाम्रो यो रितेश भाइ भुजेल होइन त अनि तिमी चाहिँ अब यो हार्यो भने चित्त नदुखाउ अब यो भाइको नाम चाहिँ के अरे शिशिर होइन त शिशिर भाइ भोलि ल अब आज हार्यो यो अब त्यति चित्त नदुखाउ के भोलि ल आजको हाम्रो भ्लग चाहिँ यतिमै फिनिस भएछ ल धन्यवाद सबले हेर्नु पऱ्यो सेयर गर्नु पऱ्यो लाइक गर्नु पऱ्यो माया गर्नु पऱ्यो मलाई